हामीलाई थाहा छ हाम्रो यो घर बनेको हामीले हेर्दा हेर्दै यहाँनिर 2-3 तलाको घर उठेर हाम्रै आँखा अगाडि हामीले देखेका छौँ र यो सबै कुरा चाहिँ परमेश्वरले दिनुभएको आशिषद्वारा भाइ र बहिनीको परिवारले चाहिँ आज यो घर बनाउन सफल हुनुभएको छ। अनि आज यो घरलाई चाहिँ उहाँहरूले परमप्रभुको हातमा समर्पण गर्नुहुनेछ, उहाँमा राख्नुहुनेछ। अनि यो विशेष गरिकन आज यो घरको समर्पण कार्यक्रम हो, त्यही कारणले हामी यहाँ भेला भएको छौँ र हाम्रो भाइ बहिनीको निमन्त्रणलाई स्वीकार गरिदिन आइदिनु हुने सम्पूर्ण मण्डली परिवार, छिमेकी परिवार सबैजनालाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। भन्नुहोस् हामी सिधै सुरुको प्रार्थना गरौँ र हामी कार्यक्रमलाई अगाडि बढाउनेछौँ। भन्नुहोस् म प्रार्थना गर्दैछु। प्रभु धन्यवाद छ तपाईँलाई, विशेष गरी परमेश्वर आजको दिन तपाईँले दिनुभएको छ। अनि यो साथ यो समय परमेश्वर यहाँसम्म प्रभु तपाईँले हामीलाई ल्याउनु भएको छ, तपाईँलाई एकदमै धन्यवाद छ। विशेष गरिकन हाम्रो भाइ कृषक अनि बहिनी कृतिकाली अनि जसलाई प्रभु तपाईँले यति धेरै आशिषद्वारा प्रभु दिइकन अनि यस ठाउँमा उहाँहरूले एउटा बस्ने घर बनाउनु भएको छ। अनि यो घरलाई प्रभु विशेष गरिकन उहाँहरूले तपाईँको हातमा राख्नुहुन्छ अनि तपाईँसँग अनुमति मागिकन अनि यो घरभित्र प्रभु उहाँहरू बस्नुहुनेछ। अनि म प्रार्थना गर्छु पिता, त्यसैको निमित्त प्रभु आज यो एउटा कार्यक्रम उहाँले राख्नुभएको छ, यो घरको समर्पण कार्यक्रम प्रभु। अनि यहाँनिर हामी जतिजना भेला भइसकेका छौँ टाढा नजिकबाट, तब हामी अब केही छिन प्रभु तपाईँको उपस्थितिभित्र आउँदै गर्दा प्रभु हामी सबैलाई अन्तिमसम्म परमेश्वर हामी तपाईँको हातमा राख्छौँ। तपाईँको इच्छा अनि अगुवाईद्वारा हामीलाई चलाउनुहोस्। बाँकी सबै कुरा हजुरको हातमा राख्दै आशिष अनि अनुग्रह माग्छु पिता, तपाईँकै पुत्र प्रभु येशू मसीहको नाममा। Ra
परिवारलाई उहाँहरूले त्यति धेरै सुस्वास्थ्य राख्नुभयो, हरेक कुरामा ज्ञान र बुद्धि दिनुभयो अनि सबै कुरामा सम्हाल्दै सुरक्षा साथ सारा कुरा गर्नको लागि सहायता गर्नुभयो दुवैलाई। अनि यस कारणले पनि हामी हाम्रो परमेश्वरलाई हामी धन्यवाद दिनुपर्छ, किनकि सबै कुराको श्रेय चाहिँ उहाँ हुनुहुन्छ। यसकारण म तपाईँको बिचमा एउटा पदलाई पढ्दैछु, त्यस पछाडि हामी उहाँलाई प्रशंसा गराउँदैछौँ। जनसङ्ग्रहको पुस्तक 118 अध्याय 24 पदमा यसरी लेखिएको छ। म सरकारी पढिहाल्छु, तपाईँहरूले पढेर राख्नु होला। आजको दिन परमप्रभुले सिर्जनु भएको हो, यसमा हामी आनन्दित हौँ र रमाउँ। आमेन। आज साँच्चै नै खुसीको दिन हो। एकदमै हाम्रो भाइ बहिनीको परिवारमा मात्र नभएर हाम्रो मण्डली परिवारको लागि पनि खुसीको छ। यसकारण हामी सबै कुराहरूको श्रेय गरिदिनु भने हाम्रो परमेश्वरलाई चाहिँ हामी केही समय सबैजना मिलेर हामी उहाँलाई धन्यवाद चढाउँदैछौँ। र समय म हाम्रो भाइ रुजल अनि भाइ अशोकलाई म त्यसरी दिँदैछु, उहाँहरूले लिड गर्नुहुन्छ। हुन्छ। परमेश्वरलाई महिमा भएको होस्।
यो समय छोटो परमेश्वरको वचनबाट हामी केही कुराहरू हेर्नेछौँ अनि विशेष त परमेश्वरलाई हामीले धन्यवाद दिइसकेका छौँ। अनि विगतमा हामीले सुरुदेखि नै यो ठाउँको लागि आएर हामी सधैँदेखि हामीले प्रार्थना गरिरहेका छौँ अनि अहिलेसम्म हामीले प्रार्थना गर्दै गर्दा यो ठाउँ हाम्रो प्रार्थनाको उत्तर परमेश्वरले दिनुभएको कारण पनि विशेष परमेश्वरलाई हामीले धन्यवाद दिनुपर्छ। र आजको वचनले चाहिँ धेरै हामी गर्मी पनि भएको कारणले मात्र 3वटा मात्र कुराहरू ल्याएको छु अनि त्यो चाहिँ घरको विषयमा है। आज हामी घर प्रवेश खास अस्ति नै हामीले गर्नुपर्ने थियो, कारणवश हामी ढिलो गरिरहेका छौँ। त्यस कारणले गर्दा हामी घर प्रवेश गर्दै गर्दा त्यो घरको लागि के कुरा चाहिँ हामीले बुझ्न आवश्यक छ अनि हामी घरमा बसिसकेकाहरूको लागि पनि हामीले के चाहिँ याद गर्न आवश्यक छ है, त्यो कुरा चाहिँ हामी हेर्नेछौँ। हामीले सधैँ हेरिरहेको खण्ड 100 सङ्ग्रह 127बाट हामी हेर्नेछौँ। मसँग तपाईँले खोल्न सक्नुहुनेछ, एक पद मात्र। यहाँ यस्तो लेखिएको छ 127को एक पद, परमप्रभुले नै घर नबनाउनु भए त बनाउनुहरूले गरेको परिश्रम व्यर्थ हुन्छ। परमप्रभुले सहरको रक्षा नगर्नु भए त पालेहरूले गरेको रखवाली व्यर्थ हुन्छ। यो परमेश्वरको वचन हो। प्रार्थना गरौँ। प्रभु, हामी प्रार्थना गर्नेछौँ यो समय वचनको लागि। माथालाई बोल्न हामी हरेक सुन्नेलाई तपाईँले सहायता अनुग्रह गर्नुहोस्। येशू तपाईँको पवित्र अनुग्रह नाम। हामीले घर भन्ने बित्तिकै त्यहाँनिर चाहिँ यदि हामीले गहिलेर हेर्ने भने, अध्ययन गर्ने भने त्यो घरमा चाहिँ जग हुनुपर्छ है। अहिले त के छ भने भूकम्प प्रतिरोधात्मक घर बनेन भने इन्जिनियरले पास गरिदिँदैन, हामीले घर पास हुन सक्दैन होइन। त्यस कारणले गर्दाखेरि बाइबलले चाहिँ के भन्छ त यो जगको विषयमा भन्दाखेरि, अब यो घरको विषयमा डिजाइनिङ गर्ने, सबै सुरक्षित राख्ने, हामीले इन्जिनियरले गर्ने काम सबै कुराहरू हामी हेऱ्यौँ भने र हामीले मान्छेलाई बाहिरबाट बोलाएर ल यो गरिदियो भनेर के भन्छ त्यो आर्किटेक्चरलाई ल्याएर राखिदियो भने उसले हामीले सोचे भन्दा राम्रो बनाइदिन्छ, ढुक्क हुन्छ, हामीलाई शान्त छ। तर मैले चाहिँ यहाँ राख्नु खोजेको कुरा चाहिँ त्यो यो हामीले देखेको घरभन्दा पनि अर्को इम्पोर्टेन्ट घर चाहिँ के हो त भन्दा हाम्रो परिवार हो है। अनि यो परिवार चाहिँ एउटा घर हो। त्यस कारणले गर्दाखेरि चाहिँ त्यो परिवारमा चाहिँ आज हामीले याद गर्नुपर्ने कुरा के हो त मुख्य भन्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ परमेश्वर अर्थात् येशू ख्रीष्ट चाहिँ हाम्रो परिवारको जग हुनुपर्छ। यसो प्रभुले भन्नुभएको छ, म चाहिँ सटान हो है। अनि उहाँ जग हुनुहुन्छ। मैले सुरुमा जग भन्दै गर्दा पनि यही विषयमा राख्न खोजेको थिएँ। येशू प्रभुले दिनुभएको उदाहरण 2टा घरको विषयमा। अनि चट्टानमाथि बसालिएको घर चाहिँ हावाहुरी आयो, बतासहरू आयो, तर केही पनि भएन। तर बालुवामाथि बसालेको घर चाहिँ के भयो? लडेर गयो है। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले बाइबलमा हेर्ने भने यो चाहिँ के हो त, परमेश्वर चाहिँ साँच्चै नै हाम्रो मण्डलीको परिवारको के हुनु पर्यो? मूल हुनुपर्छ। अनि परमेश्वरको उपस्थितिलाई चाहिँ पहिलो स्थान हाम्रो परिवारमा चाहिँ सबैभन्दा प्रायोरिटी चाहिँ के दिनु पर्यो? परमेश्वरलाई हामीले दिनु पर्यो। यहाँ वचनले के भन्छ भन्दाखेरि चाहिँ पहिलो कमा 127को कमा परमप्रभुले नै घर नबनाउनु भए त है। यो खण्डलाई हामीले हेर्दै गर्दा चाहिँ हामीले के बुझ्न सक्छौँ भन्दाखेरि चाहिँ परमेश्वर बिना चाहिँ वास्तवमा केही कुराहरू पनि सम्भव छैन है। हामीले धेरै सुनिरहेका छौँ अनि संसारमा हामीले हेर्छौँ भने त हामीले गर्दाखेरि सबै कुरा भएको, पैसाले गर्दा यी सबै कुरा। तर हामीले बिब्लिकल्ली हेर्ने भने, बाइबलीय रूपमा हेर्ने भने परमेश्वरको हामीले देखेको रचना भन्दा त परमेश्वरको रचना कति महान छ। हामीले ब्रह्माण्डलाई होइन, ग्यालेक्सीलाई हामीले हेऱ्यौँ भने कति अचम्मको रहस्यमय कुरा, अझै पनि मान्छेले त्यही कुरालाई खोजिरहेछ। बनाउनु चाहिँ परमेश्वरले बनाउनु भएको, तर मान्छे खुसी भइरहेछ मैले यो पत्ता लगाएँ त्यो पत्ता लगाएँ भनेर होइन। तर त्यहाँभित्र हेर्ने परमेश्वरको योजना अनि उहाँको रचना चाहिँ अझै महान छ है। अनि उहाँको हात छ त्यहाँनिर है। त्यस कारणले गर्दा आज भोलि पनि हामीले हेर्ने भने संसारमा हामीले हेर्ने सबै कुराहरू हुँदै गर्दा पनि भित्री कुरा परमेश्वरले गर्नुहुने कुरा आज संसारले सोचिरहेछ होला होइन, म अझै 100 वर्ष बाँच्दैछु भने 150 वर्ष बाँच्ने के होला उपाय भनेर खोजिरहेको होला। तर परमेश्वरको हातमा यी सबै कुराहरू छ होइन। परमेश्वरले नै सबै कुरा हाम्रो लागि राखिदिनु भएको छ। अनि हाम्रो लागि बाइबलले पनि भजन सङ्ग्रह 24ले के भन्छ त, स्वर्ग अनि पृथ्वीमा भएका सबै थोक कसका हुन्? यीशुका हुन्। त्यस कारणले गर्दा हामीलाई परमेश्वरले चाहिँ हामीले हेऱ्यौँ भने चाहिँ उहाँले चाहिँ हामीलाई भण्डारीको रूपमा एउटा जिम्मेवारीको रूपमा दिनुभएको छ। अनि यो घर केशव कृतिकाको लागि चाहिँ के हो? एउटा जिम्मेवारी हो होइन। तपाईँहरूले जुन बनाइसक्नुभयो, अब पाइसक्नुभयो, तपाईँहरूको रेखदेख गर्ने एउटा जिम्मेवारी। तर त्योभन्दा पनि महत्त्वपूर्ण अब यो परिवारको लागि पनि के हो? रेखदेख गर्ने के हो? जिम्मेवारी हो। त्यसको लागि चाहिँ परमेश्वरलाई चाहिँ हामीले के गर्नुपर्छ?
पहिलो प्राथमिकता हामीले दिनुपर्छ। उहाँलाई चाहिँ हाम्रो जब बसाल्नुपर्छ। उहाँको वचनले भन्छ है, त्यहाँनिर हामीले हेऱ्यो भने पुरानो करारमा चाहिँ मन्दिर अर्पण गरेको हामी त्यहाँनिर देख्दछौँ है। अनि ती सबै मन्दिर अर्पण गर्दै गर्दाखेरि सबैभन्दा सुरुमा चाहिँ त्यहाँ चाहिँ लगिएको चाहिँ के थियो? सन्दुक थियो। परमेश्वरको उपस्थिति थियो त्यहाँनिर। अनि परमेश्वरको बाटोले त्यहाँ घेरिएको थियो। त्यसै गर्दा हाम्रो प्रार्थना चाहिँ आज के छ त? यो घरको लागि परमेश्वरको उपस्थिति प्रार्थना हाम्रो नै त्यही हो कि परमेश्वरको सधैँभरि उपस्थिति हुन सकोस्, ताकि यो घर चाहिँ बलियो हुन सकोस् होइन। यहाँनिर परमेश्वरको उपस्थिति हुन सकेन भने चाहिँ घर चाहिँ बलियो हुन सक्दैन। त्यसैले गर्दाखेरि चाहिँ हामीले बुझ्नुपर्छ कि परम प्रभु नै सबै कुराको थोकको श्रेय हुनुहुन्छ। परम प्रभुले नै सबै कुराहरू हुन दिनुहुन्छ। उहाँले नै हाम्रो लागि धन अनि महान इज्जत परमेश्वरले नै हाम्रो लागि दिनुहुन्छ। त्यसैले गर्दाखेरि चाहिँ हामीले प्रार्थना गर्नुपर्छ कि प्रभु तपाईँको अनुग्रहको कारणले गर्दाखेरि चाहिँ आज यो ठाउँ यो अवसर आज हामीले पाएका छौँ र पहिलो कुरा चाहिँ परमेश्वरलाई हामीले जग बसाल्नु पर्यो। उहाँलाई हाम्रो पहिलो प्राथमिकता दिनुपर्छ। हाम्रो भरोसा परमेश्वरमा राख्नुपर्छ। यदि हामी उहाँलाई हाम्रो प्राथमिकता हामी दिन सक्छौँ, उहाँलाई हामीले हाम्रो परिवारको स्थान दिन सक्छौँ भने हामी उहाँमा भरोसा गर्न सक्छौँ। दोस्रो कुरा चाहिँ परमेश्वरको अगुवाईमा हामीले जिउनुपर्छ। यहाँनिर के भन्छ 127 भन्दाखेरि चाहिँ बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ र परमप्रभुले के गर्नु भनेको छ भन्दा सहरको रक्षा नगर्नु भए त परमेश्वरले पालेहरूले गरेको रक्षा चाहिँ व्यर्थ हुन्छ। परमेश्वरको अगुवाईको कुराहरू आवश्यकता पर्छ। अघि मैले भन्दै थिएँ त्यहाँनिर चाहिँ उनीहरूले चाहिँ मन्दिरमा परमेश्वरको उपस्थितिलाई ल्याए अनि उनीहरूले चाहिँ परमेश्वरको आवाजलाई उनीहरूले सुने अनि त्यो अनुसार चाहिँ उनीहरू के गरे? यात्रा गरे। हामीले हेऱ्यौँ भने परमेश्वरले त्यो ट्याबरनेकल भन्छ होइन, पवित्र स्थान उनीहरूले बनाउँदै गर्दाखेरि चाहिँ जब जब परमेश्वरले भन्नुहुन्थ्यो उनीहरू त्यही अनुसार चाहिँ अगाडि बढिरहेको हामी यहाँनिर देख्दछौँ। अनि परमेश्वरको अगुवाई बिना, पवित्र आत्माको अगुवाई बिना हामीले गरेको कामहरू चाहिँ के हुनेछन्? व्यर्थ हुनेछन्। अनि हामीले यहाँनिर हेऱ्यौँ भने चाहिँ परमेश्वरमा हामीले त्यो बुद्धि, हामीले त्यो ज्ञान अनि पवित्र आत्माको अगुवाई चाहिँ हामीले माग्नु पर्दछ। अनि सोलोमन राजा जस्तो व्यक्ति हामीले हेऱ्यौँ भने त्यतिखेरको सोलोमनको इतिहासमा चाहिँ सबैभन्दा धनी बुद्धिमानी मान्छे थियो। अनि त्यतिखेर राजा दाउदले चाहिँ उसलाई दिइसकेको कुराहरू सबै कुरा उसँग पर्याप्त मात्रा थियो। अनि उसले चाहिँ एउटै कुरा मागे, परमेश्वर पिता मलाई चाहिँ के दिनुहोस्? बुद्धि दिनुहोस्, ताकि तपाईँले दिनुभएको जिम्मेवारीलाई म असल प्रकारले चलाउन सकौँ, अगाडि बढ्न सकौँ। त्यसैले गर्दाखेरि हामीले त्यहाँनिर हेर्ने भने चाहिँ यो परमेश्वरको अगुवाईको खाँचो किन थियो भन्दाखेरि चाहिँ उनीहरूले सोलोमन राजाले चाहिँ त्यतिखेरको मन्दिर भनेको चाहिँ इतिहासमा एकदमै फेमस, एकदमै खतरा राम्रो, एकदमै त्यतिखेरको आर्किटेक्चरहरू हामीले हेर्ने भने ढुङ्गा काट्नेदेखि लिएर हरेक व्यक्ति चाहिँ एकदमै निपुण परमेश्वरले चाहिँ त्यहाँ चलाउनु भएको छ है। राजाहरूले चाहिँ निर्माण गर्नको लागि निपुण भन्ने शब्द मलाई एकदम मनपर्छ, चलाइएको छ। त्यसको लागि चाहिँ उनीहरूले चाहिँ के गरे त भन्दा परमेश्वरको अगुवाईमा अनि उनीहरूले भरोसामा चाहिँ उनीहरूले ती कुराहरू गरिरहेको हामी यहाँनिर देख्दछौँ। सोलोमन राजा भइकन पनि परमेश्वरको उपस्थितिमा आएर त्यो मन्दिर समर्पण गर्दै गर्दाखेरि त्यत्रो धनी व्यक्ति भए तापनि परमेश्वरमा भरोसा होइन त्यो हामीले यहाँनिर देख्न सक्छौँ। जसको कारणले घोडा टिकिकन परमेश्वरमा चाहिँ उसले प्रार्थना गरेको हामी यहाँनिर देख्दछौँ। तपाईँले राजाको पुस्तकहरूमा यो कुराहरू देख्न सक्नुहुनेछ। अनि यो भन्दै गर्दाखेरि चाहिँ आजको यो परिवारको लागि पनि परमेश्वरको अगुवाईको लागि त्यो मिस्त्रीहरू जुन निपुण मिस्त्री चाहिएको थियो होइन, एकदमै राम्रो मिस्त्री चाहिएको थियो। त्यसै नै हामीले पनि परिवारलाई चलाउनको लागि हामी चाहिँ कतिको निपुण भइरहेका छौँ होइन। यो घरको लागि मात्र होइन, हामी हाम्रो परिवारको लागि पनि हामी परमेश्वरको वचनमा हामी कति बढ्दैछौँ, निखारिँदैछौँ होइन, हामी खारिँदैछौँ, कति चाहिँ हामी निपुण हुँदै जाँदैछौँ। त्यो एकदमै हाम्रो लागि चाहिँ के छ? उहाँको अगुवाई खोज्नको लागि हामीलाई आवश्यकता छ। अनि उहाँको निगरानीमा हामीलाई के छ? बस्नको लागि चाहिँ हामीलाई आवश्यकता छ। अनि अहिलेको समयमा हामीले त्यतिखेरको समयमा हेऱ्यौँ भने चाहिँ परमेश्वरको अगुवाई त्यतिखेर सन्दुकमा परमेश्वरको उपस्थिति हुने थियो। अहिले पवित्र आत्मा परमेश्वरले येशू ख्रिस्टले चाहिँ तपाईँ र मेरो लागि पवित्र आत्मा दिनुभएको छ। अनि उहाँको अगुवाई हामीले आज खोज्न चाहिँ आवश्यक छ हरेक समय हरेक परिस्थितिमा। भने तेस्रो कुरा चाहिँ के हो त भन्दा परमेश्वरको उपस्थितिमा हामीले जिउनु सिक्नुपर्छ। यहाँनिर हामीले हेऱ्यौँ भने उहाँको रक्षाको कुरा गरेको छ है। परमेश्वरले नै रक्षा गर्नु भएन भने त पालेहरूले गरेको रखवाली चाहिँ के हुनेछन्? व्यर्थ हुनेछन्। भित्र जाँदा बाहिर आउँदा तिमीले चाहिँ के गर भनेको छ भन्दा व्यवस्थाको पुस्तकमा
परमेश्वरको वचनलाई चाहिँ चौकटहरूमा चाहिँ टाँसिराख भनेको छ है। प्र्याक्टिकली टाँस्नुभयो भने बेस्ट नै हो त्यो होइन, त्यो त्यति खराब हुँदैन। परमेश्वरको वचन न हो होइन, तपाईँले टाल्नुभयो भने। हिजो अस्ति त यहाँ देखिरहेको थियो एउटा वचन त यहाँनिर देखिरहेको छु होइन। यसले चाहिँ के गर्छ त भन्दाखेरि परमेश्वरको बारेमा चर्चा गर्छ। परिवारमा भएकाहरूले यो कुराले चाहिँ के भन्नु खोजेको त भन्दाखेरि परमेश्वरको उपस्थितिमा हामी हरेक समय हामी जिउन चाहिँ हामी सजिलो हुन्छ है। अनि यहाँनिर हामीले हेऱ्यो भनेदेखि चाहिँ के छ त भन्दाखेरि चाहिँ यसले के भनेको छ भन्दाखेरि चाहिँ म र मेरो घरानाले चाहिँ के गर्नेछ, परमेश्वरको सेवा गर्नेछ है। तपाईँले भ्याउनुहुन्न, टाइम कम छ, त्यस कारणले गर्दा मैले भनि मात्र राखेँ। यसो तपाईँले 24:15 हेर्नुभयो भने चाहिँ अनि त्यो पद हेर्दै गर्दा चाहिँ यो चाहिँ एज अ पास्टरको लागि मात्र भनेको होइन। पास्टरले चाहिँ अब फुल टाइम सेवकाईको लागि सेवकाई भनेर चाहिँ निस्किरहेको हुन्छ होइन। तर हामी सबैजनाले चाहिँ परमेश्वरको सेवा गरिरहेका छौँ। हामीलाई दिनुभएको जिम्मेवारीमा हामी इमान्दार भएर प्रभुको काममा हामी लागिरहेका छौँ भने के हो, त्यो नै परमेश्वरको सेवा। हाम्रो जिम्मेवारीलाई पुरा गर्नु पनि के हो, परमेश्वरको सेवा गर्नु। त्यस कारण हामीले पाएको जिम्मेवारीमा हामी चाहिँ पवित्र आत्माको वचनलाई चर्चा गर्दै, अघि भने नि मैले, भित्र जाँदा बाहिर आउँदा चाहिँ के होस्, परमेश्वरको वचनको कुरा गर्नु है। तपाईँले व्यवस्थामा हेर्नु भने यो कुरा पाउनुहुन्छ है। त्यस कारणले गर्दाखेरि चाहिँ यो चाहिँ के त भन्दा आज हामी मण्डलीको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हुन्छ है। हामीले चाहिँ परमेश्वरको वचनलाई हामीले चर्चा गर्दैनौँ भनेदेखि, अथवा परमेश्वरको वचनलाई हामी दैनिक रूपमा हाम्रो परिवारसँग हामी परमेश्वरको वचनको कुरा गर्दैनौँ, हामी प्रार्थना गर्दैनौँ, उहाँको वचनलाई हामी हेर्दैनौँ, अध्ययन गर्दैनौँ भनेदेखि चाहिँ हामी ठाडिन सक्छौँ। हाम्रो हुर्किँदै गरेको नानीहरूको लागि चाहिँ के हो, एकदमै च्यालेन्जको कुरा हो। एउटा चर्चमा मैले सुनिरहेको थिएँ, उहाँहरूको यो वर्षको लक्ष्य चाहिँ के अरे भन्दा परिवारलाई चाहिँ प्रभुमा चाहिँ सङ्गतिमा ल्याउने क्या। हामी धेरैजनाको चाहिँ बानी हुन्छ होइन, त सानै चाहिँ त एकछिन बस्दै गरेर हामी प्रार्थना गर्छौँ भन्ने भने हामी चाहिँ प्रार्थना गरिरहनु पर्छौँ, नानीहरूलाई हामी ल्याउँदैनौँ। तर आजको वचनले चाहिँ के सिकाउन खोजेको भन्दा हामी परिवार सबैजनाले चाहिँ नानीहरूलाई पनि हामीले के गर्नुपर्छ, हुर्काउनुपर्छ, परमेश्वरको वचनमा चाहिँ हामीले डोर्याउनु पर्छ भन्ने कुरा हो है। अनि परम प्रभुले चाहिँ के गर्नुहुन्छ, तब हामी सबैको रखवाली गर्न सक्नुहुन्छ। त्यसैले गर्दा हामीले गरिने परमेश्वरमा गरिने के हो, भरोसा हो। अनि यो भदोस्रो 127 हामीले यही कुरा देख्न सक्छौँ कि परमेश्वर चाहिँ सबै कुराहरूको मालिक हुनुहुन्छ। त्यस कारणले गर्दा आज हामीले उहाँमा भरोसा राखेर चाहिँ हामीले उहाँलाई हाम्रो परिवारको एउटा केन्द्र है, अझै सजिलो भाषामा अर्थात् जग हामीले बनाउन आवश्यक छ। परमेश्वरको अगुवाई हामीले खोज्न आवश्यक छ। हामीले हेर्यौँ भने परमेश्वरको इन्स्ट्रक्चर अनुसार चाहिँ है, उहाँले दिनुभएको इन्स्ट्रक्सन अनुसार चाहिँ त्यो मन्दिर निर्माण गरेको हामी देख्दछौँ। र आजको हाम्रो मण्डली परिवार पनि परमेश्वरको वचनको आधारमा हामीले उहाँको अगुवाईमा हामीले निर्माण गर्दै हामीले लान आवश्यक छ है। दोस्रो चाहिँ अगुवाईको कुरा हो। तेस्रो चाहिँ उहाँको उपस्थितिलाई हामीले खोज्न सिक्नुपर्छ। आज हाम्रो परिवारमा परमेश्वरको उपस्थिति हामीले खोज्नु पर्यो है। त्यस कारणले गर्दाखेरि चाहिँ आज यो घर चाहिँ अनन्तसम्म रहन सक्छ, बलियो भइरहन सक्छ, परमेश्वरलाई महिमाको योग्यको बन्न सक्छ, उहाँको गवाईको योग्यको बन्न सक्छ। आजको वचनले हामी सबैजनालाई आशिष मिलेको छ। प्रार्थना गर्दछौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ तपाईँले दिनुभएको वचनको लागि। अनि साँच्चै नै हामी परिवारको लागि हुर्किन, बढ्न, वृद्धि हुनको लागि तपाईँले जुन सन्देश आज हामीलाई दिनुभएको छ, अनि यो परिवारको लागि मात्र नभएर हामी सम्पूर्ण मण्डली परिवारको लागि हामीले यो कुरालाई बुझ्न सकौँ, हृदयमा राखिकन साँच्चै नै हामी अगाडि बढ्न सकौँ। सहायता अनुग्रह लाग्छ यीशु तपाईँको पवित्र अनि हाम्रो घरमुली भन्नुपर्छ भाइ त्यसमै। अनि म भाइलाई सुनिदिन्छु ज्ञापन भाइ। मैले यो अलिकति एउटा घर डेडिकेसनको प्रार्थना चाहिँ भनेको थिएँ योभन्दा ठिकै छ। यसको थोरै गर्दाखेरि पनि हुन्छ। धन्यवाद ज्ञापनको लागि म यहाँ उपस्थित भएको छु, आएको छु, उठेको छु। अब भन्दै जाँदाखेरि धेरै लामो हुन्छ, गर्मी धेरै छ, म धेरै बोल्दिनँ। मान्छेहरूले भन्छन् के बोल्नु होला, के भन्नु होला भनेर मैले चाहिँ यसो सोच्दाखेरि कताबाट सुरु गर्नु होला भन्ने हुन्छ है। धेरै छ, धन्यवादको कुराहरू धेरै नै छ। तपाईँहरूलाई यहाँ देख्दै गर्दाखेरि हरेक अनुहार मैले देख्दै गर्दाखेरि तपाईँहरू नै धन्यवादको पात्र हुनुहुन्छ। र विशेषतः परमेश्वरलाई म धन्यवाद दिन्छु
किनभने उहाँले नै यो योजना गर्नुभयो र उहाँले नै यो सृजना गर्नुभयो र उहाँले यो बुद्धि दिनुभयो, कमाउने शक्ति दिनुभयो र यो खडा भएको छ यो भवन उहाँकै शक्तिद्वारा, उहाँकै इच्छाअनुसार। र यो बिचमा धेरै त्यस्ता स्ट्रगलहरू आए बिचमा, तर त्यसलाई पनि सफल गराउनको निम्ति परमेश्वरले नै शक्ति दिनुभयो र विशेष धन्यवादको पात्र उहाँ नै हुनुहुन्छ। उहाँलाई धन्यवाद दिन्छु र यहाँहरूलाई पनि म विशेष धन्यवाद दिन्छु। मण्डली सम्पूर्ण परिवारलाई, सम्पूर्ण सदस्यलाई यहाँहरूको निरन्तर प्रार्थना, यहाँहरूको निरन्तर सहायता र सहयोगले गर्दाखेरि हामी सफल भएका छौँ र यो समूहलाई, यो परिवारलाई तपाईँहरूको प्रार्थनाको खाँचो अझै नै रहनेछ र बाबा मम्मी यहाँ हुनुहुन्छ, उहाँहरूको व्यक्तिगत तर्फबाट पनि धेरै नै सहयोग भएको छ। यहाँनिर छरछिमेकीहरू हुनुहुन्छ, छरछिमेकीहरूबाट पनि धेरै नै सहयोग भएको छ। किनभने तपाईँहरूले देख्नुहुन्छ यो लामो सोती जस्तो जग्गा छ, यदि छरछिमेकीको सहयोग नभएको भए त यहाँ एउटा ट्र्याक्टर पनि छिर्दैन थियो। उहाँहरूले त्यो सहयोग गर्नुभएको छ। धेरै धेरै बाधाहरूको बावजुद पनि उहाँहरूले त्योहरूलाई सजिलै लिएर त्यो घर चाहिँ बन्नुपर्छ भनेर उहाँहरूले सहयोग गर्नुभयो। त्यसकारण उहाँहरूलाई पनि म यहाँ सबैजना हुनुहुन्न छिमेकीहरू त, तर पनि उहाँहरूलाई म यहाँबाट धन्यवाद दिन्छु मेरो रिलेटिभ नै। र मेरो श्रीमती यहाँनिर म बाहिर थिएँ, एकपल्ट म आएको थिएँ छुट्टीमा, त्यतिखेर इँटा पनि सुरु भएको थिएन। अर्कोचोटि छुट्टीमा आउँदाखेरि कलर सुरु भएको थिएन। तर त्योदेखि बाहेकको सबै कुरामा रेखदेख गर्ने, एकदमै दिमाग लगाएर यो यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भनेर प्रार्थनासहित त्यो धेरै स्ट्रगल गरेको छ। मेरो श्रीमतीलाई पनि म तपाईँको अघि धन्यवाद दिन चाहन्छु र तपाईँहरू सम्पूर्ण मण्डलीलाई, सम्पूर्ण परिवारलाई, सम्पूर्णलाई मेरो हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र पास्टर निर्मला पनि यहाँ हुनुहुन्छ। पास्टर निर्मला उहाँलाई हिजो मात्रै हामीले जानकारी दिएका थियौँ, उहाँ पनि यहाँ हुनुहुन्छ। धन्यवाद, तपाईँ आइदिनु भयो। पास्टर गोपाल अङ्कल अहिले भर्खरै आइदिनु भयो, उहाँको एउटा कार्यक्रम थियो, मैले अघि भर्खरै मात्रै फोन गरेको थिएँ, तर पनि उहाँ आइदिनु भयो अहिले भर्खरै भए पनि। धेरै खुसी लागेको छ यहाँहरूलाई यहाँनिर देख्दाखेरि। र सबै फेरि पनि भन्छु, यो सम्पूर्ण कुराको श्रेय चाहिँ परमेश्वरलाई जान्छ। परमेश्वरलाई नै धन्यवाद दिन्छु र फेरि पनि म यो साथसाथै धन्यवाद सँगसँगै प्रार्थनाको पनि निवेदन गर्छु। अझै पनि प्रार्थनाको अपेक्षा तपाईँहरूको तर्फबाट मैले राखेको छु। घर त बनेको छ, यसरी खलखली पसिना भएर बस्नुपर्छ। अब एसी जोड्ने ठाउँ छ, एसी किन्ने पैसा छैन। टिभी राख्ने ठाउँ बनाएको छु, टिभी छैन होइन। यो सबै कुराहरू परमेश्वरमा राखौँ। निरन्तर प्रार्थनाको अपेक्षा म गर्दछु। धन्यवाद। केही कुराहरू राख्नुभएको छ। हामी यो समय विशेष गरिकन हामी यो घरलाई विशेष गरिकन प्रार्थना गर्नेछौँ समर्पणको लागि। अनि प्रार्थना गरिदिनको लागि म हाम्रो पास्टरजीलाई हामीले भर्खरै वचन सुनिसकेका छौँ, त्यसैले गर्दा हामी प्रार्थना गर्नेछौँ सबैजना मिलेर। अनि म आमेनको प्रार्थना गर्नेछु। अवश्य प्रार्थना गरौँ। तपाईँको निगाह र सुरक्षा सधैँभरि रहेको छ नि म प्रार्थना गर्दछु। सबै तपाईँ परमेश्वरको निगाहमा प्रभु सबै ठाउँहरूमा तपाईँको सुरक्षा र अनि आशिष माग्दछु। घर परिवारलाई पनि तपाईँको सुरक्षा र अनि आशिष माग्दछु।